साथीहरू, मेरो नाम सिर्जना हो। म 22 वर्षकी भए। मेरो घर पोखरा हो। आज म तपाईहरूलाई अमेरिकामा आए पछाडि मेरो अङ्कलले धोका लगाएर मेरो भर्जिन फुटाएको यौन कथा लिएर आएकी छु। कृपया हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नबिर्सिनुहोला। म पोखराको छोरेपाटन स्कुलमा एकदमै ट्यालेन्ट छात्रा थिए भएको हुनाले सरहरूले यो केटीलाई ठुलै देशमा पठायो भने भविष्य हुन्छ भन्नुहुन्थ्यो। अनि मेरो बाबा मम्मीले यसलाई अमेरिका पठाउनु पर्छ, अमेरिका गए पछाडि राम्रो तरिकाले कमाउँछ, छोरा भने पनि छोरी भने पनि हाम्रो यही एउटा छोरी न त हो भन्नुहुन्थ्यो। अमेरिकामा हाम्रो अङ्कल बस्नुहुन्थ्यो। बाबा मम्मीले अङ्कललाई भनेर नेपालमा भिसाको लागि एप्लाई गर्न भन्नुभएको रहेछ। भिसा झरिसके पछाडि मम्मी बाबाले भन्नुभयो अब अमेरिकामा गएर अङ्कलसँग साथी भएर अङ्कलले काममा लगाइदिनुहुन्छ अनि त्यहाँ गएर काम गर, टन्न पैसा कमाऊ, हामीलाई हेर, छोरा भने पनि छोरी भने पनि तिमी नै हो भन्नुभयो। त्यस पछाडि भिसा आए पछाडि म अमेरिका भएर अमेरिका आएँ। अमेरिकामा आइसके पछाडि त नेपालमा जस्तो सोचेको थिएँ त्योभन्दा पनि एकदमै डेभलप कन्ट्री रहेछ। हरूले जिन्स र प्यान्ट कुर्ता साडी लगाउँछन् भनेदेखि अमेरिकामा त हाफ प्यान्टहरू कट्टुहरू लगाउँदै रहेछन्। जसै म एयरपोर्टबाट बाहिर निस्के अङ्कलले मेरो नाम पेपरमा लेखेर बाहिर मलाई वेट गरिराख्नु भएको रहेछ। अनि मैले अङ्कल भनेर बोलाउँदै गए। अङ्कलले मलाई अँगालो हाल्न खोज्नुभयो। शरम लागेको थियो र अलिकति अप्ठ्यारो महसुस भएको थियो। अङ्कलले मलाई अँगालो हालेर च्याप समाउनु भयो। त्यतिखेर मेरो छातीको मेरो दुधहरू अठिएको थियो। के बनाऊ भयो। त्यस पछाडि हामी त्यहाँबाट अङ्कलले लिएर आएको गाडीमा चढेर अङ्कलको घरमा गयौँ। अङ्कलको घरमा 2वटा कोठा रहेछ। अङ्कल एउटा कोठामा सुत्नुहुन्थ्यो भने म एउटा कोठामा सुतेँ। अङ्कलले हाफ प्यान्ट लगाएर अघि पछि पनि टेबलमा खाना खाँदाखेरि बस्दाखेरि मसँग अङ्कलले कट्टु जस्तै सानो हाफ कट्टु लगाएर आउनुहुन्थ्यो। मलाई शर्मा लाग्थ्यो। सानो सानो कपडाहरू लगाऊ, अब यो नेपाल होइन, तिमी अमेरिका आइसकेकी छेउ, यहाँको कल्चर अर्कै छ भन्नुहुन्थ्यो। सँगै टेबलमा बसेर खाना खाँदाखेरि गिलासमा राखेको पानी गुल्टिँदाखेरि अङ्कलले पुछिदिने न्यु पारेर मलाई मेरो शरीरमा हातले टच गर्नुहुन्थ्यो। करिब 4-5 दिन अङ्कलले मसँग कहिले टच गर्ने कहिले के गर्ने अङ्कल मेरो नजिक आउने कोसिस गर्नुभएको रहेछ। अनि बाबा मम्मीले विश्वास गरेर पठाएको अङ्कल जस्तो मान्छे, बाबा जस्तो मान्छे भनेर विश्वास गर्न थाले र अङ्कलको काखमा जाने बस्ने अङ्कलले भनेको जस्तै छोटा छोटा कपडा लगाउने गर्न थाले। देश अनुसारको भेष गर्दैमा के नै हुन्छ र भन्नुहुन्थ्यो। त्यसैले मैले अङ्कललाई विश्वास गरेर अङ्कलले भनेको सबै कुराहरू मान्दै गएँ। म सुत्ने बेलामा एउटा गिलासमा दुध हालेर दिनुभयो। इमोसन आउने, एनर्जी बढाउने, सेक्स पावर बढाउने औषधि हालेर दिनुभएको रहेछ। त्यो राति मलाई एकदमै इमोसन आएको थियो। अङ्कलको सोचाइ रहेछ कि म इमोसनमा आएको बेलामा मसँग यौन सम्पर्क गर्ने भनेर अङ्कलले बाहिरबाट आएर रातिको 1-2 बजे ढोका हान्नु भएको थियो। तर मैले खोल्ने थिएन किनकि म भित्र एउटा आगोको ज्वाला जस्तो उठिराखेको थियो। मेरो यौनीबाट रहेको थियो। मेरो जिउ एकदमै हिट भइराखेको थियो। मेरा 2टा हातले मेरा दुधहरू मैले मिचिराखेको थिएँ भनेदेखि त्यो दिनमा राति मैले मेरो आफ्नो 2टा औँला मेरो यौनीमा छिराएर मैथुन गरिराखेको थिएँ। त्यसैले गर्दा मैले ढोका खोल्न सकिनँ। धेरै बेर अङ्कलले ढोका हाने पछाडि अङ्कल फिर्ता भएर जानुभयो। भोलिपल्ट जब बेलुका अङ्कल बाहिर ड्युटीबाट आउनुभयो अनि बेलुका सँगै बसेर खाना खायौँ। अङ्कलले भन्नुभयो आज मेरो रुमको एसी बिग्रेको छ, मेकेनिक भोलि आउँछु भनेको छ। म पनि आज तिम्रै रुममा भएमा भए पनि सुत्छु भन्नुभयो। मैले नाइ भन्न सकिनँ। अङ्कलको सोच मेरो कलिलो भर्जिन फुटाउने रहेछ बुझ्न सकिनँ। जब म निदाउनको लागि थालेको थिएँ अङ्कल बिस्तारै म सुतेको बेडमा आएर छेउमा सुतेर मेरो चाकमा चाक जोड्नु भएको रहेछ। मैले जब अलिअलि महसुस पाएँ अङ्कललाई मैले शरमले केही भन्न सकिनँ। हुन पनि हो, एउटा केटी मात्रै भएको रुममा एकजना केटा मान्छे, त्यो पनि मेरा साप्रा सेता सेता, मेरो नाइटोहरू देखिएका सेता सेता, अनि म पनि एकदमै राम्री थिएँ। त्यसैले गर्दा अङ्कलले आफूलाई कन्ट्रोल राख्न सक्नु भएन होला। त्यस पछाडि अङ्कलले बिस्तारै मेरो चाकमा चाक जोडाउनु भयो अनि मैले केही नभने पछाडि बिस्तारै अङ्कलले हात मेरो छातीतिर अँगालो हाल्दै ल्याउनु भयो। म भित्रभित्रै डराइरहेको थिएँ भनेदेखि अर्कोतिर के गर्न खोजेको होला यो अङ्कलले भनेर सोचेर बसेको थिएँ। अङ्कलले मेरो कलिलो दुधको मुन्टामा हातले मिच्न थाल्नुभयो। मलाई अलिअलि सिरिङ भइराखेको थियो। लगाएको नाइटी जस्तो ब्रलाई अलिकति माथि सारेर मेरो दुधमा मार्न थाल्नुभयो। मेरो दुधहरू एकदमै सारा ढुङ्गा जस्ता थिए। मलाई भित्रभित्रै इमोसन हल्का हल्का आइसकेको थियो। म रन्किँदै थिएँ, एकदमै हिट हुँदै थिएँ।
त्यस पछाडि अङ्कलले मेरो मुखमा चुप्पा गर्न थाल्नुभयो। मेरो मुखभित्र जिब्रो हालेर मेरो जिब्रो चाट्न थाल्नुभयो अनि मेरो कानमा आफ्नो जिब्रो हालेर चाट्न थाल्नुभयो। घाँटीतिर पेटतिर चुम्मा गर्दा गर्दै हातले बिस्तारै मेरो यौनीमा लानुभयो र मेरोबाट मेरो यौनीलाई मिच्न थाल्नुभयो। मेरो यौनीबाट अलिअलि पानी आएर मेरो कट्टु भिजेको थियो। अङ्कलले बिस्तारै मेरो कट्टु खोलेर आफ्नो हातले मेरो यौनीलाई खेलाउन थाल्नुभयो। मेरो यौनीमा पानी आइसकेको थियो। त्यसो गरेपछि अङ्कलले बिस्तारै बिस्तारै आफ्नो एउटा औँला घुसाउनुभयो। एकछिन औँलाले मात्रै खेलाइदिनु भयो। त्यस पछाडि बिस्तारै बिस्तारै चुप्पा गर्दै गर्दै तलतिर गएर मेरो यौनी चाट्न थाल्नुभयो। करिब 5 मिनेट जति मेरो यौनीको बाहिरपट्टि रहेको मेरो टिसीलाई आफ्नो जिब्रोले खेलाउँदै काट्दै गर्नुभयो। म एकदमै पानी पानी भएको थिएँ। पछाडि अङ्कलले गएर लाइट जलाएर आउनुभयो। मैले आँखा छोपे, मलाई लाज शरम लागिराखेको थियो। अङ्कलले आफ्नो लिङ्ग बिस्तारै मेरो मुखभित्र घुसाउन थाल्नुभयो र एकछिन मैले अङ्कलको लिङ्ग चाटे चुसे। त्यस पछाडि अङ्कलले मलाई खाटको डिलमा राखेर मेरो खुट्टा काँधमा हालेर मेरो यौनीको बाहिरपट्टि आफ्नो लिङ्गले घसर्न थाल्नुभयो। अङ्कलको त्यति ठुलो लिङ्ग देखेर मेरो सातो गएको थियो। पहिलो पटक यौन सम्पर्क गर्दै थिएँ अनि अङ्कलले बिस्तारै बिस्तारै आफ्नो लिङ्ग मेरो यौनीमा घुसाउँदै जानुभयो। मलाई सुरुमा दुख्दै थियो। त्यस पछाडि अङ्कलले झन् स्पिडले हान्नुभयो अनि मलाई अलिकति मेरो दुखाइ कम भएर मलाई मजा आउँदै थियो। मैले अङ्कलको चाकमा समातेर अझै छिटो गर्नु न भन्न थाले। पछाडि अङ्कलले 100 को स्पिडमा हान्नुभयो। घरि काँधमा खुट्टा हालेर, घरि घोप्टो पारेर, घरि एउटा खुट्टा काँधमा हालेर पड्काउनसम्म पड्काउनुभयो। करिब 10 मिनेट पड्काइसके पछाडि अङ्कलको लिङ्गबाट सेतो पानी आयो र अङ्कलको लिङ्ग अलिकति सुते जस्तो भयो। मेरो यौन इच्छा अझै पुरा भएको थिएन। त्यसैले मैले अङ्कलको लिङ्गलाई फेरि खेलाउन थालेँ। करिब 2-3 मिनेट खेलाए पछाडि फेरि पनि भएर उठ्न थाल्यो। उठेपछि फेरि अङ्कलले मलाई करिब 20 मिनेट जति रगड्नसम्म रगड्नुभयो। पछाडि हामी सुत्यौँ। भोलिपल्ट उठेपछि म टोयलेट गएर पिसाब गर्दाखेरि मेरो यौनी एकदमै पोलिराखेको थियो। मेरो पहिलाको भर्जिनिटी मेरो सिल अङ्कलले तोडिसक्नु भएको थियो। 2टा खुट्टाहरू फटाएर हिँडेको थिएँ। कम्मर एकदमै दुखेको अङ्कलले मलाई फकाउनको लागि होला बाहिर समुद्रको छेउतिर जाम भन्नुभयो। त्यहाँ गएको त अमेरिकन केटाहरूले कट्टु मात्रै लगाएर आफ्नो लिङ्ग ठहराउँदै हिँडेका रहेछन्। मलाई त्यो देखे पछाडि झन् भित्रैबाट इमोसन बढ्दै आउन थालेको थियो। केटीहरूले पनि ब्रह मात्रै लगाएर तल कट्टु मात्रै लगाएर हिँड्दा रहेछन्। त्यहाँको कल्चर नै यस्तो रहेछ। पछाडि म पनि बेलुका रुममा अङ्कलसँग बस्दाखेरि अङ्कलले कट्टु र माथि ग्रह मात्रै लगाएर बस भन्नुहुन्थ्यो। त्यसैले म पनि त्यस्तै लगाएर बस्न थालेँ। मेरो छातीमा दिनदिनै टच गर्नुहुन्थ्यो र बेलुका सुत्ने बेलामा आफ्नै श्रीमती जस्तै बनाएर मलाई दिनदिनै पेल्नुहुन्थ्यो। अङ्कलले पेल्दा पेल्दै मेरो यौनी फुलेर बको पाउरोटी जस्तै भएको थियो। एक दिनको कुरा हो, मलाई खाना खान मन लागेन। खाना बनाउन थाल्यो अनि मलाई बमिट आइराखेको थियो। मैले गएर अङ्कललाई भने। अङ्कलले मलाई हस्पिटल लिएर जानुभयो। त्यहाँ गएर चेक गर्दाखेरि मलाई तिम्रो पेटमा बच्चा छ भने। त्यस पछाडि मैले केही पनि सोच्न सकिनँ र अङ्कलले अपरेसन गरेर फाल्नुपर्छ भन्नुभयो। अनि मैले अपरेसन गर्नको लागि राजी भएँ र मेरो पेटको बच्चा अपरेसन गरेर फालिदिए। घरमा मम्मी बाबासँग फोनमा बोल्दाखेरि मैले केही पनि भन्न सक्ने थिएन। भित्रभित्रै मेरो मन रोएर आउँथ्यो। मम्मी बाबालाई भन्यो भने मन दुखाउँछ होला, विश्वास गरेर पठाएको अङ्कलसँग यस्तो पो निस्किनु भयो भनेर मन दुखाउनुहुन्छ होला भनेर केही पनि भनेको थिएन।